बनाएर नेपालमा सबभन्दा के रे फर्स्ट बनाएको सबभन्दा ठुलो वेलकम टु माई ब्याक युट्युब च्यानल। सो फाइनल्ली आज चाहिँ दसैँ सबै सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको सबैलाई ह्याप्पी दसैँ होइन। अब आज कस्तो भिडियो बन्दैछ है। अब उता चाहिँ स्टार्टिङ भइसकेको छ, अहिले टक लगाएर फाइनली हिरो स्टाइलमा जानुपर्छ। यस्तै हो परदेशीको पीडा होइन, टेन्सन छ त होइन सर। पहिलोको काम चाहिँ भइसकेको छ होइन। अब कस्तो हुन्छ मेरो गुरुबाबुको नम्बर हो यो चाहिँ। अब परदेशीको कस्तो हुन्छ है दसैँ। ह्याप्पी दसैँ। हाम्रो परदेशीको ऊ चाहिँ है गएको। हाम्रो दसैँ चाहिँ फाइनल होइन। अलमोस्ट सबैजना होइन तपाईँको भाइहरू बनेको केटीहरू माथिपट्टि चाहिँ उन गर। यहाँबाट बेसी अलरेडी छ। अनि सुन पैसा कमाउनु, जुम्ला पठाउनु, जुम्ले ब्लग बनाएर नेपालमा सबभन्दा के रे फर्स्ट बनाएको सबभन्दा ठुलो फर्स्ट ब्लगर बनाउनु बन्नु होइन। नक्सा काम गर्न आइहालिस् मुर्दा भागे यस्तै हो। अब के गर्नु पुरै नगर है प्लेटमै हात कुरा ढोल्नु पर्यो नि त। मैले हरिबोल ढोक ढोकेँ एकदम नै नजाने कुरो। मेरो भाइ आफ्नो छोरा हो के मेरो भाइ छोरा भाइ चाहिँ भने तिमी होइन त्यति गरेर आऊ ल म खान्छु ल। ओके गुड बोल। ए गुरुबाबु रमल जानु नि मुनि आउँछु है। बियर चाहिँ नखाने त्यतिकै आउँछु नि म। त्यतिकै आउँछु नि गुरुबाबु। यो यतै राख्दैन स्टोरी। गुरु सब सफा गर्छु मेरो। मुझे बोले मुझे परदेशको दसैँ यस्तै नै हो होइन। अब सबले भनेको आशिष एकदम मिलोस् है। मेरो पनि सबै पर्छ एकदम उस दसैँको एकदम शुभकामना क्या हुन्छ नि। अब दसैँ तिहार आउँछ होइन। अब दसैँ तिहार आयो भन्दा पनि नराम्रो सबैले गर्नु चाहिँ हुँदैन होइन। यस्तै हो। अब के हुन्छ आज दिनभरि चाहिँ भिडियो आउँदै गर्छ हजुरहरूले पढिदिन्छ होइन। अब रमलतिर गइन्छ के हुन्छ देखाउँछु म हजुरहरूलाई है। यस्तै नै हो नि होइन परदेशको।
परदेशको दसैँ किन रुन लाग्यो तिमी तर आउँछ के हो थ्याङ्क यू थ्याङ्क यू धेरै मान्छेहरू छन् है भिडभाड धेरै छ यस्तै हो म एकैछिन मात्र जाने हो अनि एकैछिन फर्किहाल्छु होइन गाडीमा बस्छु भनेर यति धेरै आइसकेका छन् सम यार मैले अहिलेसम्म साँच्चै बाबुआमाको म कति अहिले कति म त्यस्तो भयो 22-23 वर्ष उमेर लाग्यो साँच्चै क्या म त्यो 12-13-14-15 वर्षसम्म म बाबुआमाको बिचमा सुत्थेँ क्या आमा अहिले परदेश आउँदा बल्ल बुझ्यो यार पीडा लास्ट मिस गरिरहेको छु मेरो बाबुआमा होइन जस्तो भयो भने परदेशमा ऊ बनायो है बाबुआमा नछोडेको यति धेरै राख्बाट आइरहेछ के गर्नु होइन दुःख छ आफ्नै खुसीले आएको बाबुआमा त नजा भन्दै थियो होइन सबै परदेशीले यस्तै होला सबैजना आफ्नो केयर गर्नु होला होइन अब नुहाएपछि कस्तो लुक्स आउँछ अनि त्यसपछि हुन्छ सबैजना यस्तै हो होइन विदेश भनेको लास्ट मिस गरिरहेको छु क्या मेरो बाबुआमालाई साँच्चै कसम यार म सबभन्दा मान्छेले दुई कुराको ख्याल गर्नुपर्छ क्या एउटा बाबुआमा एउटा आफ्नो खुसी क्या एउटा आफ्नो खुसीमा हिँड्नुपर्छ होइन एउटा बाबुआमालाई सधैँ खुसी गर्नुपर्छ क्या आफ्नो खुसीमा नहिँड्यो भने बाबुआमाको खुसी चाहिँ साँच्चै बाबुआमाले एकदम मान्यो क्या गाइस होइन सबैजना होइन आफ्नो खुसीको होइन क्या बाबुआमाको खुसीको लागि बाँच्छ होइन सबैजना उता रोके म किन आएँ दारू खान्थ्यो होला नि मेरो खाने बानी पनि छैन होइन म एकदमै क्या सोझो यति धेरै सोझो क्या त्यो भएर जहाँ पनि सम्मान पाउँछु होइन हल्का काम नगर्दा पनि माया पाउँछु क्या हुन्छ नि हल्का अब दुःखमा पनि हाँस्न सिकेँ नि होइन लास्ट मन दुखिरहेको छ होइन छोरा मान्छेहरूको आँसु आउँदैन भन्छ नि आउँछ क्या छोरा मान्छेहरूको यति धेरै आँसु आउँछ कि होइन कसम क्या म बाबुआमाको बिचमा सुन्ने मान्छे आफ्नो तर के गर्नु आँसुमा पनि हाँस्ने बानी पर्यो है अब नुहाएपछि लुक्स त कस्तो आउँछ अघि भनिसकेको थिएँ फेरि पनि अब नुहाउन जाँदैछु नुहाएपछि लुक्स कस्तो आउँछ ल लास्ट नुहाइसकेपछि फाइनली यस्तो लुक्स चाहिँ यस्तो भयो होइन फाइनली नुहाइसकेपछिको लुक्स चाहिँ मेरो कपाल नुहाउँदा पनि एउटै हो ननुहाउँदा पनि सेम हो क्या त्यही भएर यस्तै हो होइन मेरो कपाल चाहिँ यस्तै हो क्या लाइफमा कपाल यस्तै होइन लुक्स पनि आयो खाना खानुपर्छ अनि त्यसपछि अनि लास्ट भिडियो सेयर गर्नुपर्छ ल जे खाइ पनि होइन आमाले बनाए जतिको मिठो चाहिँ हुँदैन क्या होइन खाना आमाले जस्तो ढिँडो दिँदा पनि मिठो हुन्छ क्या आफू यस्तो बनाएर खाँदा पनि हुँदैन क्या मन खुसी एकदम पनि सो आजको भिडियो यति नै भयो गाइज होइन फाइनली के कस्तो भयो लास्टसम्म हेरेर साथ दिनुहुने सबैलाई सलाम ठोक्छु होइन ह्याप्पी दसैँ अनि म लास्ट अन्तिममा पनि के कुरा भन्न चाहन्छु अनि मेरो सानो फ्यामिली क्या स्मल फ्यामिली ओन्ली वान स्मल फ्यामिली ओन्ली फाइभ पिपल एकदम 5 जना क्या हाम्रो परिवार भने सानो परिवार एकदम 5
5 जना है एकदम सानो परिवार मिलेको हल्का हुन्छ नि होइन दाइ हल्का बिग्रियो हुनुहुन्छ है सब्जी खाने त्यही भएर अहिलेसम्म मैले केही पनि नसिकेको होला होइन त्यही भएर हो घरमा एकजना त सब्रीको हुनुपर्छ नि होइन त्यही भएर म सब्रिन्छु क्या एकजना बिग्रियो भने एकजना सब्रिनु पर्ने हुन्छ सबको घरमा होइन सबको परदेशीहरूको यस्तै हो लाइफ होइन म लास्टमा पनि के भन्न चाहन्छु भने होइन जिन्दगीमा 2 कुरा चाहिँ सधैँ कम्प्लिट गर्नुहोस् क्या एउटा बाबुआमाले सधैँ खुसी राख्नुहोस् एउटा आफूमै खुसी हुनुहोस् क्या आफू जे जस्तो छ आफू खुसी हुँदा सब क्लियर हुन्छ क्या अनि गर्लफ्रेन्ड हुनेहरू मेरो पनि गर्लफ्रेन्ड छ म भिडियोदेखि नै मिस यु गर्न चाहन्छु मेरो दुबईमै छ गर्लफ्रेन्ड म टक्क मिस यु गर्न चाहन्छु होइन यस्तै हो मेरो सानोले पनि हेर्दैछ भने भिडियो सेयर गरिदिनु होला सक्दो भाइ अब म फेरि फेरि भिडियो लिएर आउनेछु हजुरहरूलाई इन्ट्रेस्ट अनि हजुरहरूलाई मनोरञ्जन दिनेछु होइन जे जस्तो भिडियो ल्याए पनि ल अब नेक्स्ट भिडियोमा भेटौँला सबैले भिडियो हेरेर लास्टसम्म भिडियो हेरेर साथ दिनुभयो सलाम सबैले एक सेयर गरिदिनु ल